ल यहाँ चाहिँ हाम्रो फलफुलको साउनी हुनुहुन्छ एकचोटि यता पनि हेरिदिनुहोस् न हो हाम्रो सन्तोष भाइ र हाम्रो चन्द्रकला बहिनीले फलाउनु भएको यो आमामा भुइँ भुइँमै छ हौ आमामा यो खाँदा त मनै हर 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 नि यो लिचीहरू भुइँ भुइँमै छ आहा यो हेर्नुहोस् है अनि तपाईहरूलाई चाहिन्छ भने सम्पर्क पनि गर्नुहोस् है हाम्रो भाइ बहिनीहरूसँग एकदमै मिठो मिठो छ म त खाँदा खाँदा अगाउन्जेल भएँ आमामा दामी छ दामी छ अनि यता पनि आमामा हाम्रो सन्तोष भाइ र बहिनीको मेहनत आमामा भुइँ भुइँमै छ त हौ यो लिचीहरू पनि आमामा कत्रो कत्रो झुप्पोहरू यो चाहिँ अलिक पछुवा रहेछ तर यो 6वटा बोर्ड चाहिँ एउटै यो एकैचोटिको रहेछ क्या यो चाहिँ कति वर्षमा पो फल्नु थालेको अरे बहिनी यो दिदी रोपेको ठ्याक्कै 2 वर्षमा फल्नु सुरु भयो कलमी हो यो आँप भनेको अनि अहिले रोपेको चाहिँ हामीले रोपेको चाहिँ 5 वर्ष भयो 5 वर्षमा दामी गरी फल्दो रहेछ अनि झ्याङ पनि यत्रो यत्रो हुँदो रहेछ हौ अन्त यो पनि झ्याङ ठुल्ठुलो है ठुल्ठुलो भयो हजुर यसपालि चाहिँ 5 वर्षमा है हजुर 5 वर्षमा यतिको झ्याङ हुनु भनेको एकदम राम्रो हो यो सुपारीहरू हो नि फेरि अब यहाँनिर थोरै छैन लिचीहरू पनि हजुर राम्रो तपाईँहरूलाई चाहिन्छ भने भन्नुहोस् है यहाँ सम्पर्क गर्नुहोस् है हाम्रो बहिनीसँग जातको रहेछ कि दिदी एकदम दामी हेर्नु न झुप्पो अन्त मिठो पनि एकदम मिठो खाले रहेछ हौ मेरो त जिब्रै रसाइरहेको छ अनि सुपारीहरू पनि चाहियो भने अब फल्दैछ अनि यसको पनि मौसम आउँदैछ फुल्नु थालेको छ अनि आँपहरू अनि लगभग एक झुप्पामै सहेको होला नि छ सहेको होला एउटा दामी छ यस्तो त हो दामी छ र अहिले नै चाहिँ पाकेको छैन है अब केही समय जेठको लगभग पहिलो दोस्रो हप्तासम्ममा भइसक्छ हुन्छ एकदम दामी छ अनि ड्र्यागन फ्रुटहरू पनि अब फल्ने बेला भइसक्यो हाम्रो भाइ बहिनीको साह्रै मेहनत चाहिँ परमेश्वरको आशिष र लिची चाहिँ सँगै लगाएको हजुर अनि सुपारी चाहिँ 5 वर्षमा सुरु हुँदो रहेछ फल्नु लिची चाहिँ 2 वर्षदेखि है रोपेकै साल पनि थोरै थोरै त फल्दो रहेछ तर सानो बोट हुन्छ 5 वर्षमा चाहिँ यतिको हुँदो रहेछ भनेर मैले थाहा पाएँ क्या अनि यहाँबाट हेर्दा त कस्तो राम्रो रमित लाग्दो नि हौ भुइँमै सानो बच्चाले पनि टिपेर खान सकिन्छ क्या म बच्चा जस्तै छु नि त म सानो छु क्या त्यही भएर म जस्तै जस बिरुवाहरू पनि ठुलो चाहिँ छैन यस्तै भए नि दामी गरी फलेको छ तपाईँ नानी नै हो त हजुर लोइ लोइ ला नानी भन्ने हो त राम्रो छ राम्रो छ फल हामीलाई एकदम परमेश्वरले आशिष चाहिँ एकदम दिनुभएको छ परमेश्वरलाई धन्यवाद एकदमै हजुर यो बिरुवाहरू यो चाहिँ पछौटे हजुर यो अलिक पछाडि हुने हो हजुर यो 7वटा बोर्ड चाहिँ एकैचोटि हुने हो एकै लटको ल